नम्बर 22 अवस्थित राप्ती पुस्तकालयको बारेमा विशेष गरेर आज हामी कुराकानी गर्न गइरहेका छौँ। मेरो साथमा हुनुहुन्छ सामाजिक अभियन्ता अपिल घिमिरे। यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। यो विशेष गरेर यो भरतपुर 22 मा चाहिँ यो राप्ती पुस्तकालय भनेर जुन अहिले पछिल्लो समय आइरहेको छ, यसको बारेमा थोरै जानकारी गराउनु। धन्यवाद सर। सम्पूर्ण हेरिरहेका प्रिय दर्शकवृन्दलाई म आफ्नो नमस्कार गर्न चाहन्छु। हामी विशेष गरेर राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियान, नदी तटीय स्वच्छताका लागि अभियान सञ्चालन गर्दै विगत 10 वर्षदेखि काम गरिरहेका छौँ। जोड्दै जाँदा यो एउटा छुट्टै आयाम हो। यो अभियान अन्तर्गतकै राप्ती नदी सरसफाइ अभियान अन्तर्गतकै संरक्षण पाठशाला सञ्चालनमा छ। त्यहाँ पनि संरक्षणको सिकाइ हुन्छ। त्यसको भएको छैन। यो कहिले सुरुवात गर्ने, कहिले चाहिँ सोच्नुहुन्छ तपाईँ? एकदमै अब हामी चाहिँ सकेसम्म यसलाई अब व्यवस्थित बनाएर नै यसलाई चाहिँ औपचारिक ओपनिङ गर्ने चाहना। विशेष गरेर हामी चाहिँ पाठकहरूलाई संरक्षणका अहिलेसम्मका चाहिँ भएका जति पनि यो प्रयासहरू भएको छ, स्रष्टाहरूले सिर्जना गर्नुभएका लेख रचना, त्यस्तै गरेर यो सम्बन्धित विषय विज्ञहरूले तयार गर्नुभएका पुस्तकहरू, उहाँहरूले तयार पार्नुभएका रिसर्चहरू, त्यस्तो चाहिँ हामी यहाँ सङ्कलन गर्छौँ। त्यस्तै संरक्षणसँग सम्बन्धित नै बन्नुपर्ने खालका सामग्रीहरू, कसैले चराको बारेमा लेख्नु भएको छ, कसैले जनावरको बारेमा लेख्नु भएको छ, कसैले संरक्षणमा क्रममा दौडनमा भएका अभियानका चाहिँ अनुभवहरू लेखेका पुस्तकहरू निकाल्नु भएको छ। पहिला त्यसलाई सङ्कलन गर्ने र पाठक समक्ष चाहिँ त्यसरी लिएर हामी विचार गरेका छौँ। साना बच्चाहरूको लागि पनि तयार पारिएका त्यस्ता कथासँग जोडिएका चित्रसहित चाहिँ यो संरक्षणका किताबहरू पाइन्छ बजारमा, त्यो चाहिँ यहाँ ल्याइपुर्याउने पहल गर्दैछौँ। त्यसपछि अरू बिस्तारै अन्य चाहिँ राम्रा क्वालिटीका किताबहरू चाहिँ यहाँ अरू विधाका पनि, खालि संरक्षण विधासहित अरू विधाका पनि पुस्तकहरूलाई स्रष्टाका चाहिँ सिर्जनाहरूले यहाँ राख्ने तयारी गर्छ। अन्त्यमा श्रोताहरूलाई के भन्न चाहनुहुन्छ? म आदरणीय पाठकज्यूहरूलाई हामी के भन्न चाहन्छौँ भने हामी पठन संस्कृतिको एकदमै विकास गर्न जरुरी छ। अहिले घर घरमा हामीले चाहिँ प्राइमेरी लेभलले के गर्न खोजेको छ भने कम्तीमा 30 जनालाई राम्रो पाठक बनाउन सक्यौँ भने उहाँहरूको घरमा चाहिँ बालबच्चासँग बस्दाखेरि होस् अथवा चाहिँ आफ्नो चाहिँ सदुपयोग गर्ने समय जुन चाहिँ खाली समय चाहिँ त्यति बेला किताब पढ्न प्रेरित गर्ने चाहिँ हाम्रो अभियान छ। त्यो चाहिँ हाम्रो चाहिँ व्यक्तित्वहरूलाई पठन संस्कृति विकास गरौँ, जसले गर्दाखेरि बालबच्चालाई पनि त्यसको चाहिँ पोजिटिभ इम्प्याक्ट, सकारात्मक चाहिँ बल पुगोस् र अरू समुदायमा पनि पठन संस्कृतिले चाहिँ फाइदा होस् भन्ने यो चाहिँ पटियानीको जुन एउटा यो इको पर्यटकीय क्षेत्र साथै वातावरणको लागि पैरवी गरेको क्षेत्र पनि हो। हामीले चाहिँ स्थापना गर्छौँ। धेरै धेरै धन्यवाद। श्रोताले तपाईँलाई यो कस्तो लाग्यो? राप्ती पुस्तकालय अवलोकन गर्न तपाईँहरू इच्छुक हुनुहुन्छ भने भरतपुर महानगरपालिका वडा नम्बर 22 अवस्थित बाल विद्याश्रम युनिभर्सिटीको जस्ट अपोजिट रहेको छ र यसमा विशेष गरेर अभियानको रूपमा अपिल घिमिरेलाई सञ्चालन गरिरहेको रहेको छ। समयको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद सर। तपाईँको शैक्षिक अभियान सँगसँगै यो एउटा मिडिया अभियानलाई पनि खुसी लाग्यो। यसले चाहिँ वास्तवमा सही कुराहरूलाई चाहिँ बाहिर ल्याउनु मद्दत गर्छ।